सबैमा नमस्कार। आज म एउटा केही रमाइलो तथा रोचक भिडियो बनाउन गइराखेको छु। अलरेडी नेपालबाट मायाको कोसेली आइपुगेको छ। म अन्त्यमा यो भिडियोमा पठाउनेको नाम ठेगाना अवश्य नै जानकारी गराउनेछौँ। त्योभन्दा पहिला तपाईहरुको माझमा कोसेलीमा के छ, के कोसेली हो, कसले पठाएको हो, कहाँबाट पठाएको हो भन्ने कुराहरू म यहाँ प्रत्यक्ष यो भिडियोमा खोलेर देखाउँछु है त। भिडियो ढिला नगरिकन अब फटाफट खोल्नेतर्फ लाग्दैछु, किनकि यहाँ टेपले र्यापिङ गरेको छ, खोल्दैन। त्यही भएर साथीहरू म डाइरेक्ट पिसौ लिएर कटिङ गर्दैछु ल। अब पिसौले कटिङ गरेन भने ढिलो पनि हुन्छ, त्यसैले म पिसौले नै काट्छु। तपाईहरु हेर्नु होला यसमा के रहेछ त। साँच्चीकै अब नेपालबाट पठाएको कोसेली त पक्कै पनि मायाले भरिएको कोसेली होला। अब यो भित्र के छ, कसले कहाँबाट पठाएको छ भन्ने कुरा तपाईहरुलाई अन्तिममा भन्ने नै छौं। तर अहिले प्रत्यक्ष तपाईहरुलाई यो भिडियोमा म यो र्यापिङ गरेको प्लास्टिकहरु काट्दै खोल्दै यहाँहरुलाई म देखाउने कोसिस गर्दैछु ल। अलरेडी यसमा के रहेछ भन्ने कुरा तपाईहरुले कमेन्टमा लेख्नु होला है। सर्वप्रथम त अब म यो खोल्न गइराखेको छु। अलिकति तेल भएको छ, खुल्छ कि खुल्दैन। ए हे घुम्दैछ 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 घुम्दैछ, खुल्यो, अलरेडी खुल्यो है। आमा हो, ल त साथीहरु यसमा के रहेछ ल यसो हेर्नुस् त। यो के हो? यो आँपको अचार हो है। सर्वप्रथम त अब तपाईहरुलाई म पिसौले नै एउटा अचारलाई सानो वालालाई म निकालेर टक्क ट्राई गर्ने गर्छु है। लौ त साथीहरु, अलरेडी नेपालबाट पठाइएको मायाको कोसेली है, एकदम मायाले भरिएको कोसेली। अब तपाईहरुको मुखमा पनि पानी पानी भइसकेको होला। ट्राई गरौँ त एउटा कस्तो रहेछ है। सर्वप्रथम त यो खाएर तपाईहरुको मुखमा पानी निकालेर त्यसपछि तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु यो मायाको कोसेली पठाउने नेपालबाट को हुनुहुन्छ भन्ने कुरा तपाईहरुले यो भिडियोको अन्तमा थाहा पाउनु हुनेछ। गजबको रहेछ है। यो थियो आँपको अचार। आँपको अचार पठाउने नेपालबाट हुनुहुन्थ्यो, नेपालबाट हुनुहुन्थ्यो भन्नुस् न को हुनुहुन्थ्यो। तपाईहरुले गेस गरिसक्नु भएको होला। गेस गरेका साथीहरुले तपाईहरु एकदम कमेन्टमा लेख्न सक्नुहुनेछ। तपाईहरुको पनि मुखमा पानी आइसकेको होला हैन। आँपको अचार भन्ने बित्तिकै कसलाई खान मन लाग्दैन, कसले मन पराउँदैन र हैन। एकदमै राम्रो। यो मायाको कोसेली पठाउने, आँपको अचार पठाउने महानुभाव हुनुहुन्छ ल। तपाई भन्नुस् त को हुनुहुन्छ। ल त एकपटक भनिदिनुस् त को हुनुहुन्छ उहाँ। तपाईहरु पक्कै गेस गरिराख्नु भएको छ, तर तपाईहरुको गेस गलत पनि हुन सक्छ है। अलिक सोचेर सम्झेर यो भिडियोको अन्तसम्म पुरै हेरेर अनि मात्रै थाहा पाउन सक्नुहुन्छ कसले यो मायाको कोसेली आँपको अचार नेपालबाट पठाउनु भएको छ। अलरेडी हामी मलेसियामा प्राप्त गरिसकेका छौँ। धेरैजना साथीलाई पठाउनु भएको छ। त्यसको लागि त यो अचारको लागि स्पेशली तपाईलाई धेरै धेरै धन्यवाद छ। र को हुनुहुन्छ त्यो धन्यवादको पात्र, तपाईहरु पक्कै पनि उत्सुकताले भरिपूर्ण उत्सुक भइराखेको छ होला, उकुस भइराखेको छ होला हैन। नेपालबाट मायाको कोसेली यो आँपको अचार पठाउने हुनुहुन्छ चन्दन सरको मिसेज मिस अनुसा सरदार 72।
मिस अनुषा सरदार बाँतरज्यूलाई यो आँपको अचार पठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यसरी नै हामी सबैलाई माया गर्दै समय समयमा मायाको कोसेली पठाइराख्नुहोला। फेरि पनि हामी सबैको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। सबैको दिन सुखद रहोस्, सबैको जय होस्। बदलने समय